नमस्ते सबैजनालाई। आज पनि बिमा सम्बन्धी नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ हाम्रो भिडियो रहनेछ बिमाका सिद्धान्तहरू। के छन् त बिमाका सिद्धान्तहरू? बिमाका सिद्धान्तहरूलाई हामीले 6 तरिकाले चाहिँ हामीले बिमाका सिद्धान्तहरूलाई चाहिँ हामीले विभाजन गर्न सक्छौँ। बिमाका मुख्यतः सिद्धान्तहरू 6वटा रहेका छन्। तीमध्ये मैले यहाँ लेख्ने छु र त्यसको एक्सप्लेन सठिक तरिकाले चाहिँ हजुरहरूले बुझ्ने तरिकाले चाहिँ मैले बुझाउने छु र ढिला नगरौँ, भिडियो स्टार्ट गरौँ ल। एउटा छ बिमा योग्य हितको सिद्धान्त। दोस्रो छ योगदानको सिद्धान्त। तेस्रो छ पूर्ण इमानदारिताको सिद्धान्त। चारमा छ प्रत्याशनको सिद्धान्त। पाँचमा छ क्षतिपूर्तिको सिद्धान्त। र अर्को छ हाम्रो बिमा योग्य हितको सिद्धान्त, योगदानको सिद्धान्त, पूर्ण इमानदारीको सिद्धान्त, प्रत्याशनको सिद्धान्त, त्यसपछि गएर क्षतिपूर्तिको सिद्धान्त। त्यससँगै हाम्रो अर्को भनेको 6 नम्बरमा नजिकका हितको सिद्धान्त। यो हाम्रो 6वटा बिमाका सिद्धान्तहरू हुन्। यसमा हामीले बिमा योग्य हितको सिद्धान्त भनेको चाहिँ के हो भने कुनै पनि बिमित कम्पनीले चाहिँ बिमा गर्दा अथवा विभिन्न बिमा गर्दाखेरि चाहिँ जुन खोजेको वस्तु वा व्यक्तिसँग जुन वास्तविक नोक्सानी वा लाभ हुन्छ त्यससँग चाहिँ त्यसको डाइरेक्ट रिलेसन भएको हुनुपर्छ भन्छ। भनेको कुनै बिमा कम्पनीले बिमा कम्पनीले बिमित व्यक्ति खोजेर बिमा गरिरहेको छ भने त्यो कम्पनीसँग त्यो बिमित व्यक्तिको चाहिँ प्रत्यक्ष सम्बन्ध भएको हुनुपर्छ। तिनीहरू बीच इन्डाइरेक्ट रिलेसन हुनु भएन। त्यो भनेको हाम्रो बिमा हितको सिद्धान्त भयो। र योगदानको सिद्धान्त भनेको कस्तो हो भने कुनै बिमा कम्पनीले चाहिँ बिमा गर्दा चाहिँ एउटै कम्पनीले मात्र त्यो पैसा कुनै अवस्थामा चाहिँ त्यसको जिम्मेवारी लिन नसक्ने अथवा उसँग पर्याप्त मात्रामा रकम नभएको खण्डमा चाहिँ बिमा कम्पनीले अर्को बिमा कम्पनीलाई त्यो रिस्क सेयरिङ गर्नको लागि सर्टेन मूल्य तिरेर त्यहाँबाट चाहिँ पैसा लिने गर्छ। अथवा योगदानको सिद्धान्त अन्तर्गत कुनै एउटा बिमित व्यक्तिले विभिन्न ठाउँमा चाहिँ जस्तै जीवन बिमा गरेको छ भने सबै बिमा कम्पनीले चाहिँ त्यस व्यक्तिको जति दाबी रकम तिर्नुपर्ने छ त्यो रकम एक आपसमा बाँडेर चाहिँ ती बिमा कम्पनीहरूले बिमितलाई चाहिँ आफ्नो सर्टेन पर्सेन्टेज कति हुन्छ त्यो अनुसार चाहिँ दिने गर्छ भने त्यो योगदानको सिद्धान्त भयो। बिमा हितको सिद्धान्त भयो हाम्रो, योगदानको सिद्धान्त भयो। अनि पूर्ण इमानदारिताको सिद्धान्त, जुन बिमित व्यक्ति हुन्छ त्यसले चाहिँ भोलिको दिनमा त्यसलाई कुनै जस्तै उसले निर्जीवन बिमा अन्तर्गत सम्पत्ति बिमा गरेको थियो भने सम्पत्तिमा कुनै हानि नोक्सानी आयो भने त्यसको पूर्ण इमानदारिताका साथ बिमा कम्पनीलाई चाहिँ त्यसको खबरदारी अथवा जानकारी दिलाउनु पर्छ। अब त्यो बिमित व्यक्तिले चाहिँ रङ कुराहरू दिएर मेरो यो सम्पत्ति यस्तो भयो उस्तो भयो भनेर चाहिँ गलत सूचना प्रवाह गरिदियो भने भोलि यो पूर्ण इमानदारिताको सिद्धान्तको उल्लङ्घन गरेको मानिन्छ। त्यसैले गर्दा बिमा गर्दाखेरि चाहिँ पूर्ण इमानदारिताको सिद्धान्तको पनि
पालना गर्नुपर्छ जसमा बिमा कम्पनी र बीमित व्यक्तिबीच सम्झौता भएको हुन्छ। त्यो सम्झौता बमोजिम मात्र यो सिद्धान्तको कार्यान्वयन हुन्छ। त्यसमा इमानदारिता र विश्वासको वातावरण, ट्रस्टको वातावरण यहाँ सिर्जना हुनुपर्छ भनेर त्यसले भन्छ। यो प्रत्याशनको सिद्धान्त भनेको चाहिँ कस्तो हो भने बिमा कम्पनीले बीमित व्यक्तिलाई उसको दाबी रकम तिर्दाखेरि आवश्यक रकम नपुर्याएको खण्डमा चाहिँ बिमा कम्पनीले तेस्रो पक्षबाट रकम सङ्कलन गरी बीमित व्यक्ति अथवा जसको क्षति भएको छ त्यो व्यक्तिलाई चाहिँ पैसा दिलाउँछ भने त्यो भनेको प्रत्याशनको सिद्धान्त हो। त्यसपछि क्षतिपूर्तिको सिद्धान्त। क्षतिपूर्तिको सिद्धान्त भनेको के हो भने कुनै पनि त्यो बीमित व्यक्तिको कुनै पनि सम्पत्ति अथवा उसले कुन सम्पत्तिको बिमा गरेको हो त, जीवन बिमा अन्तर्गतका कुराहरू छ कि, निर्जीवन बिमा अन्तर्गतका कुराहरू छन् कि, अथवा पुनः बिमा अन्तर्गतका कुरा छन्, ती जुन बिमा गरेको छ, जसको बिमा गरेको छ त्यसको मात्र क्षतिपूर्ति दिने, न कि बिमा कम्पनीले त्यो बीमित व्यक्तिलाई धनी बनाउन खोजेको होइन। त्यो व्यक्तिको त वास्तविक क्षति मात्रै को परिपूर्ति गर्नको लागि चाहिँ बिमा गरिन्छ नि त। त्यो व्यक्तिलाई धनी बनाउने, भविष्यमा त्यो मान्छे धनाढ्य हुने भन्ने हुन्न। त्यसैले गर्दा जति बिमा कम्पनीले बीमित व्यक्तिसँग सम्झौता गरे बमोजिम भोलि त्यो बीमित व्यक्तिको जति नोक्सानी हुन्छ त्यो बराबरको क्षतिपूर्ति मात्रै तिर्ने गरी गरिएको विषयलाई हामीले क्षतिपूर्तिको सिद्धान्त भन्छ। त्यसपछि गएर नजिकका हितको सिद्धान्त। यो चाहिँ भने कस्तो भने बिमाको दाबी पाउन साथ घटना सिधा बिमा गरिएको वस्तु तथा व्यक्तिसँग सम्बन्धित हुनुपर्छ भन्छ हैन। अनि घटनाको बिमा भएको वस्तु व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध भएको हुनुपर्छ अरे। भनेको जस्तै मैले ढुवानी बिमा गराएको थियो भने मेरो सम्बन्ध योसँग प्रत्यक्ष हुनुपर्छ। ढुवानी बिमाको मात्रै मैले मागदाबी दिन सक्छु बिमा कम्पनीलाई, ना कि मेरो सम्पत्ति भयो, मेरो जीवन बिमा अन्तर्गत यस्तो भयो, मेरो सामाजिक बिमा यो भयो, मेरो कृषि बिमा यो भयो भनेर मैले भन्न मिल्दैन। मैले ढुवानी बिमा मात्रै गरेको हो, त्यसैले मैले ढुवानी बिमाको मात्र बिमा भोलिको दिनमा मैले मागदाबी गर्न सक्छु र यसमा मेरो हकदाबी हुन्छ। यो चाहिँ भनेको हाम्रो नजिकका हितको सिद्धान्त भनेको जुन चिजको लागि बिमा गरेको हो त्योसँग सम्बन्धित मात्रै रहनुपर्छ भन्न खोजेको हो। ल यो भिडियो कतिको तपाईँले बुझ्नुभयो यो सिद्धान्तहरू, र आजको भिडियो छोटो छ। यस्ता भिडियोहरू मेरो सधैँ आउँदै जान्छन्। हजुरलाई मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। अहिले समय नमिलेको हुँदाखेरि मेरो भिडियोहरू अलिकति छोटो आइरहेको छ र भोलिको दिनमा म राम्रो भिडियोहरू ल्याउनेछु। अहिलेलाई नमस्कार।